साथीहरू नमस्ते। फाइनल्ली जापानको इमिग्रेसनले भिजा शुल्कमा व्यापक वृद्धि गरेको छ र आफ्नो नयाँ वृद्धि गरेको दर रेट चाहिँ आफ्नो वेबसाइटमा सार्वजनिक गरिसकेको छ। जापान सरकारले योभन्दा धेरै अगाडिदेखि नै जापानमा विदेशीहरूको भिजाको शुल्क चाहिँ व्यापक बढाउने भनेर निर्णय गरिसकेको थियो होइन, जसलाई कार्यान्वयनको चरणमा लैजाने भएको छ। यो नयाँ सार्वजनिक भएको दर रेट चाहिँ 2026को अक्टोबर 1 तारिक यानि कि 10 महिनाको 1 तारिकबाट लागू हुने भनेर बताइएको छ। भिजाको अवधिको आधारमा दस्तुर तोकिएको छ र फ्रन्टमा गएर अथवा मादोगुचीमा गएर आफै एप्लाई गर्नेहरूलाई अलिकति बढी लाग्ने र अनलाइनमा एप्लाई गर्नेहरूलाई थोरै कम लाग्ने जनाएको छ होइन। यो नयाँ सार्वजनिक भएको दर रेट तपाईँ तस्बिरमा पनि हेर्न सक्नुहुन्छ। म तपाईँलाई सरसर्ती बताइदिन्छु। 3 महिनाभन्दा मुनिको भिजाको लागि चाहिँ 1 मान लाग्ने भएको छ आफै जाँदाखेरि अथवा मादोगुचीमा होइन। अनलाइनमा गर्नुभयो भने पनि 1 मान लाग्ने भएको छ होइन। त्यसै गरी 3 महिनाभन्दा बढी 6 महिनाभन्दा कमको भिजाको लागि चाहिँ मादोगुचीमा अथवा फ्रन्टमा चाहिँ 18,000 लाग्ने भएको छ भने अनलाइनमा गर्नुभयो भने चाहिँ 15,000 लाग्ने भएको छ। त्यसै गरी 6 महिनाभन्दा बढी 1 वर्षभन्दा कमको भिजाको लागि चाहिँ मादोगुचीमा अथवा फ्रन्टमा 25,000 लाग्ने भएको छ भने अनलाइनमा गर्दाखेरि चाहिँ 21,000 लाग्ने भएको छ होइन। त्यसै गरी 1 वर्षसम्मको भिजाको लागि चाहिँ 33,000 लाग्ने भएको छ भने अनलाइनमा गर्दाखेरि चाहिँ 27,000 लाग्ने भएको छ होइन। त्यसै गरी 1 वर्षभन्दा बढी अथवा 3 वर्ष मुनिको भिजाको लागि चाहिँ होइन 48,000 लाग्ने भएको छ भने फ्रन्टमा जाँदा, त्यसै गरी अनलाइनमा गर्दाखेरि चाहिँ 42,000 लाग्ने भएको छ होइन। त्यसै गरी 3 वर्षभन्दा माथि र 5 वर्षभन्दा मुनिको भिजाको लागि चाहिँ मादोगुचीमा अथवा फ्रन्टमा चाहिँ 64,000 लाग्ने भएको छ भने अनलाइनमा एप्लाई गर्दाखेरि चाहिँ 56,000 लाग्ने भएको छ होइन। त्यसै गरी 5 वर्षभन्दा माथिको भिजाको लागि चाहिँ मादोगुची अथवा फ्रन्टमा आफै एप्लाई गर्दाखेरि चाहिँ 75,000 लाग्ने भएको छ भने अनलाइनमा गर्दाखेरि चाहिँ 65,000 लाग्ने भएको छ है। त्यसै गरी एजु अथवा पिआर पर्मानेन्ट रेसिडेन्टको लागि चाहिँ 20 मान लाग्ने भएको छ। यो चाहिँ मादोगुचीमा आफै एप्लाई गर्न मात्र पाइने, अनलाइनमा गर्न नपाइने बनाएको छ है। यसरी नयाँ दर रेट सार्वजनिक गरेको छ। अब अनलाइनमा गर्दाखेरि थोरै राहत त छ, तर पनि व्यापक रूपमा वृद्धि चाहिँ भएको छ। यसले अब जापानमा विदेशीहरूलाई केही हदसम्म चाहिँ पक्कै पनि मर्कामा पार्नेछ। जानकारी कस्तो लाग्यो, उपयोगी लागेमा लाइक, कमेन्ट र साथीभाइहरूलाई पनि सेयर गरिदिनुहोस्। थ्याङ्क यू सो मच।